ममा सूर्य जस्तो तेज छैन होला, तर मलाई दियो जस्तै बलिरहेको देख्नेछौ। सुन्दा कति शक्तिशाली लाग्छ है। यो मार्मिक कविताले आजको हाम्रो चर्चाको एकदमै सटिक उठान गर्छ। आज हामी स्वतन्त्र भारतमा जन्मिएका पहिलो प्रधानमन्त्रीको जीवनी र उहाँको रोचक जीवन यात्राको गहिरो विश्लेषण गर्दैछौँ। आजको यस प्रस्तुतिमा हामी एउटा यस्तो यात्रालाई पछ्याउनेछौँ जुन गरिबीको भुमरीबाट सुरु भएर विश्व राजनीतिको सर्वोच्च शिखरसम्म पुग्छ। स्रोत सामग्रीहरूले देखाए अनुसार यो केवल एक व्यक्तिको कथा मात्रै होइन, यो त अदम्य साहस, कठोर सङ्घर्ष र रणनीतिको एउटा ऐतिहासिक दस्तावेज पनि हो। हामी यो पुरै यात्रालाई क्रमैसँग बुझ्ने प्रयास गर्नेछौँ। वडनगरको बाल्यकालदेखि सुरु गरेर भ्रमणका वर्षहरू, आरएसएस र बीजेपीको यात्रा, अनि गुजरातको मुख्यमन्त्री हुँदै अन्ततः प्रधानमन्त्री बन्नेसम्मका प्रमुख चरणहरू हामी आजको यस विश्लेषणमा समेट्नेछौँ। सबैभन्दा पहिलो चरण, वडनगरमा बाल्यकाल। 17 सेप्टेम्बर 1950मा गुजरातको मेहसाना जिल्लाको वडनगर गाउँमा जन्मिएका उनको बाल्यकाल निकै सामान्य र अभावपूर्ण थियो। उनी 6 जना दाजुभाइ दिदीबहिनीमध्ये तेस्रो सन्तान थिए। सानै उमेरको कुरा गर्दा उनले वडनगर रेलवे स्टेशनमा आफ्नो बुबाको चिया पसलमा सघाउन थालेका थिए। स्रोतका अनुसार रेलका डब्बाहरूमा यात्रुहरूलाई चिया बेच्ने त्यही क्रममा विभिन्न मानिसहरूसँग भएको कुराकानीले उनलाई सुरुमै हिन्दी भाषामा राम्रो पकड बनाउन मद्दत गरेको थियो। उनको कलिलो दिमागमा केही प्रमुख व्यक्तित्वहरूको गहिरो प्रभाव परेको देखिन्छ। उनी स्वामी विवेकानन्दका विचारहरूबाट अत्यन्तै प्रभावित थिए। रोचक कुरा के छ भने आफ्ना हिन्दी शिक्षकबाट प्रेरित भएर उनी 8 वर्षकै उमेरमा आरएसएसको शाखामा जान थालेका थिए। त्यही नै उनको भेट वकिल साहब भनेर चिनिने लक्ष्मणराव इनामदारसँग भयो, जसले उनको जीवनमा ठूलो भूमिका खेले। सन् 1962को भारत-चीन युद्धले उनीभित्र गहिरो देशभक्ति जगाएको स्रोतमा उल्लेख छ। सेनामा भर्ती हुने उनको सपना त पूरा हुन सकेन, तर आफ्ना शारीरिक सीमितताहरूलाई पन्छाउँदै उनले एनसीसीमा भाग लिए। त्यसैको निरन्तरता स्वरूप सन् 1965को भारत-पाक युद्धको समयमा उनले रेलवे स्टेशनमा सैनिकहरूलाई चिया र खाना खुवाएर आफ्नो असाधारण राष्ट्रप्रेम प्रस्तुत गरेका थिए। अब लागौं दोस्रो चरणतर्फ, भ्रमणका वर्षहरू। जीवनको अलि ठूलो अर्थ खोज्ने हुटहुटीले गर्दा करिब 17 वर्षको उमेरमा विवाह लगत्तै घर छोड्ने उनको निर्णय जीवनको एउटा निकै महत्त्वपूर्ण मोड बन्यो। सन् 1967मा घर छोडेपछि उनको यात्रा सुरु भयो। उनी कोलकाता, अल्मोडा, केदारनाथ हुँदै दिल्लीसम्म पुगे। यहाँ स्रोतले एउटा रोचक तथ्य खुलाएको छ। उनी रामकृष्ण मिशनमा सन्यासी बन्न गएका थिए, तर कलेजको डिग्री नभएको कारण उनलाई त्यहाँबाट अस्वीकार गरिएको थियो। त्यसपछि उनी केही समयका लागि फेरि घर फर्किए, तर त्यो बसाई निकै छोटो रह्यो। सधैँका लागि घर छोडेर अहमदाबादमा आफ्नो मामाको क्यान्टिनमा काम गर्न थालेपछि भने उनको जीवनले अर्को मोड लियो। यो तेस्रो चरण हो आरएसएससँगको यात्रा। यहाँनिर वकिल साहबसँगको उनको पुनर्मिलन एउटा निर्णायक कदम बन्न पुग्यो। यो सफलता उनलाई रातारात मिलेको पक्कै थिएन। सन् 1971मा प्रचारकको रूपमा आरएसएसमा प्रवेश गर्दा चिया बनाउने र भुइँ पुछ्ने जस्ता एकदमै साधारण कामहरूबाट उनको यो यात्रा सुरु भएको थियो। तर उनको लगनशीलता हेर्नुस्, सन् 1975को सङ्कटकालमा भूमिगत रहेर जोखिमपूर्ण काम गरेपछि उनले 1978मै क्षेत्रीय आयोजक जस्तो महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरे। अब यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ है। लामो समयसम्म पर्दा पछाडि बसेर काम गर्ने एक क्षेत्रीय स्तरको आयोजक आखिर कसरी एक्कासी राष्ट्रिय राजनीतिक रणनीतिकारको रूपमा उदाए त? यही प्रश्नले हामीलाई 1980को दशकमा उनको मूलधारको राजनीतिमा भएको प्रवेशतर्फ डोर्याउँछ। र यो हाम्रो चौथो चरण हो, बीजेपीमा उदय। आरएसएसमा उनको अथक मेहनत र समर्पणलाई देखेर नै सन् 1985मा उनलाई भारतीय जनता पार्टीमा पठाइयो। उनको काम गर्ने शैली र क्षमता यति प्रभावकारी थियो कि सन् 1987सम्म नपुग्दै उनी अर्गनाइजिङ सेक्रेटरी जस्तो निकै महत्त्वपूर्ण पदमा पुगिसकेका थिए। सन् 1990मा लालकृष्ण आडवाणीको नेतृत्वमा भएको विशाल रथयात्रा सायद धेरैलाई याद होला। त्यो सोमनाथदेखि मुम्बईसम्मको यात्रामा उनले केन्द्रीय रणनीतिकार अर्थात्
मुख्य सारथीको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। स्रोतका अनुसार उनको त्यही कुशल रणनीतिकै कारण सन् 1995को गुजरात विधानसभा चुनावमा बीजेपीले ऐतिहासिक बहुमत हासिल गर्न सफल भएको थियो। यसपछि सुरु हुन्छ 5औं चरण, गुजरातको मुख्यमन्त्रीको कार्यकाल। सन् 2001मा केशुभाइ पटेलको स्वास्थ्य बिग्रिएपछि उनलाई गुजरातको मुख्यमन्त्रीको रूपमा नियुक्त गरियो। उनको कार्यकालको सुरुवातमा केही चुनौतीपूर्ण घटनाहरू पक्कै घटे, तर स्रोत सामग्रीले विशेष जोड दिएर उल्लेख गरेको छ कि सर्वोच्च अदालतले पछि उनलाई ती घटनाहरूमा क्लिन चिट दिएको थियो। अब यो एउटा आँकडालाई हेरौँ, 10.9%। यो अङ्क आफैमा धेरै बोल्छ। सन् 2001देखि 2010सम्म गुजरातले हासिल गरेको यो आर्थिक वृद्धि दर त्यतिबेला देशका अन्य सबै राज्यहरूभन्दा उच्च थियो। यसले राज्यको कृषि र अर्थतन्त्रलाई तीव्र रूपमा अगाडि बढाउनुका साथै गुजरातलाई लगानीकर्ताहरूका लागि एउटा अत्यन्तै आकर्षक गन्तव्यमा परिणत गरिदियो। गुजरातको त्यही विकास मोडलले उनलाई राष्ट्रिय स्तरमा एउटा बलियो नेताको रूपमा स्थापित गर्यो। अनि सुरु भयो हाम्रो अन्तिम चरण, प्रधानमन्त्री बन्ने यात्रा। सन् 2014 र त्यसपछि 2019मा वाराणसीबाट ऐतिहासिक र कीर्तिमानी जनादेश प्राप्त गर्दै उनी देशकै सर्वोच्च कार्यकारी पदमा पुग्न सफल भए। स्रोतले औल्याए अनुसार उनको शासन मोडल पूर्ण रूपमा साहसिक र जोखिमपूर्ण राष्ट्रिय निर्णयहरूमा आधारित छ। उनले सम्पूर्ण देशलाई नै आफ्नो परिवार मान्ने गरेको र सत्ताको केन्द्रबाट आफ्ना नातेदारहरूलाई सधैँ टाढा राखेर राष्ट्रिय हितमा कडा निर्णयहरू लिने गरेको कुरालाई यहाँ जोड दिएको छ। उनलाई एक निर्णायक नेता मानिनुका पछाडि केही ठोस आधारहरू छन्। नोटबन्दी, जीएसटी लागू गर्ने कदम, सर्जिकल स्ट्राइक र धारा 370 खारेज गर्ने जस्ता प्रमुख नीतिगत निर्णयहरूले उनको जोखिम मोल्न सक्ने छविलाई थप मजबुत बनाएको कुरा स्रोतमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। समग्रमा हेर्दा यो यात्रा आफैमा एउटा अविश्वसनीय कथा जस्तो लाग्छ। वडनगर रेलवे स्टेशनको एउटा सानो चिया पसलमा सघाउने बालकदेखि लिएर आज विश्वका उदीयमान महाशक्ति राष्ट्रका नेताहरूसँग समान हैसियतमा कूटनीतिक सम्बन्ध राख्ने विश्वस्तरीय नेतासम्मको यो रूपान्तरण साँच्चै नै अद्वितीय छ। यस विस्तृत विश्लेषणको अन्त्यमा आउँदा एउटा निकै गहिरो प्रश्न स्वतः खडा हुन्छ। यो अद्वितीय यात्राले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको भविष्यलाई कसरी आकार दिनेछ? एउटा एकदमै साधारण पृष्ठभूमिबाट उठेर सत्ताको सर्वोच्च शिखरमा पुगेको यो जीवनीले इतिहासका पानाहरूमा कस्तो छाप छोड्नेछ? यो पक्कै पनि एउटा ठूलो चासोको विषय हो। आजको लागि हाम्रो यो चर्चा यति नै, तर यो ऐतिहासिक यात्राको प्रभाव भने पक्कै पनि लामो समयसम्म रहिरहनेछ।